आज चाहिँ साथीहरू हामी कुरिला खोज्न आएको यो भिरमा। माथि चाहिँ मेरो भाइ बहिनीहरू छ। हामी चाहिँ आज भिरको भिडियो लिएर आउँदैछ तपाईहरुलाई। यो चाहिँ रकलेन भन्ने जग्गा साउथ सिक्किमको। हेर्नुस् न कत्रो भिर छ। गाई पनि घर ए हाम्रो छ खिरौला। ढुङ्गा नझार है। ओइ भाइ ढुङ्गाले लड्दैन म लाग्छ मलाई। यहाँ पुरै रहेछ नि म टिप्नु जाउँ भनेको। यहाँ हेर्नुस् न साथीहरू, यो चाहिँ खिरौला अन्त कलर रहेछ भिरमा। ए समिट हुन्छ यो चाहिँ अन्डासँग पकाएर खानुपर्छ हो साथीहरू। तपाईहरु कतिजनाले खानु भएको? तर अलिक पाखा जग्गा छ, साह्रो छ नि। फेरि यो पालि डरेलो गएको। ओइ ढुङ्गा नपठाऊ भाइ। डरेलो गएर चाहिँ ओ माइ गड खुट्टा स्लिप भयो। खुट्टा बस्नु साह्रो पर्दो रहेछ तर साथीहरू। डरसरी टिप्दैछु। धेरै वर्ष भयो नि त यस्तो भिर पाखा नचढेको। पहिला त अब यस्तोमै हुर्केको हो सानोमा त। अम्बो हेर्नु नि सास बढेको। डरले पनि होला साथीहरू, सास बढ्यो मेरो चाहिँ। ओ माइ गड। ओइ ढुङ्गा लड्दैछ। यस्तो कुरिला चाहिँ यसलाई भन्छ हो। कतिजनालाई थाहा छ त्यो कुरा, मलाई साथीहरू भिडियोमा चाहिँ यो भिरमा चाहिँ योपालि डरेलो आएकोले गर्दा नि पक्रिने ठाउँ छैन। कुरिला त देखेँ कि साथीहरू उहाँनिर। टिप्नु अब साह्रो। यहाँ हाम्रो सबैजना चरिरहेको छ मिर्गा जस्तै भिरमा। कुरिला चाहिँ यत्रो पाएँ साथीहरू। हेर्नु त एडभेन्चर भइरहेको छ है। हामी चाहिँ बहिनी ओह्रालो झर्नु सकेन, जानु त गइहालिन्छ उकालोमा। अब बोबो लड्नुहुन्छ है। यस्तो हेर्दाखेरि यो भिर कि तर यो भिरमा चाहिँ यस्तो मिठो सब्जी पाउँछ कि साथीहरू। छनु त तल पुरा देख्दैछ तर खुट्टा लागेन। पहिला यही बाटो हामीले सानोमा घाँसहरू काट्थ्यौँ। अब त सकिँदैन रहेछ। हेर्नु न दुईजना माथि। साथीहरू हामी चाहिँ भिरबाट सब्जी खोजेर ल्याइसकेका छौँ। आजको भ्लग चाहिँ मैले भिरको बनाएको छु। अनि यो चाहिँ मेरो डेली भ्लग जस्तै भइरहेको छ यता आएपछि। यो चाहिँ तपाईँको यसलाई भन्छ खिरौला। यो चाहिँ गुलियो टाइपको हुन्छ। यो चाहिँ तपाईँलाई सबैलाई थाहै छ होला। यो चाहिँ तितो हुन्छ। यसलाई चाहिँ कुरिला भन्छ, कालो कुरिला भिरमा पाउँछ। अन्त यति पाइ यो चाहिँ प्रेसर आइले खाँदा एकदम राम्रो हुन्छ। अनि यो चाहिँ म उता मेरो घर लानको लागि रेडी गर्दैछु। हुन्छ साथीहरू, आजको भ्लग म यति नै राख्दैछु। बाई बाई तपाईहरु सबैजनालाई।